यहाँ टक्का हरेक भइसक्यो हरेक भइरहेको माट आएको माट आएको Guys, welcome back to my new vlog. I hope सबजना सन्चै हुन्छ म पनि फिट एन्ड फाइन छु आजको भ्लग भनेको हाम्रो बाटो हुँदैछ हामी चाहिँ नमस्कार रोट्यो र हामी चाहिँ अब त्यही होला पालो हिँडेछौँ हामी चाहिँ दुईजना र पोखरा हिँडेको घडाम गुडुङ गयो कि अर्जुन चाहिँ गयो कि म चाहिँ अहिले हाल्नु छ म चाहिँ माथिसम्म भए पनि यसो हिँड्दिउँ भनेर हिँडेको लास्ट गर्मी हुने हेर्न मौसम फेरि कस्तो खतरनाक छ नि हेर्न हामी चाहिँ अब जानुपर्ने हुन्छ लास्ट छ हामी चाहिँ एकै दसैँको लागि बाटो सोधेर खतरनाक बनाएको चाहिँ पुरा दामी सोध्यो त यता सुजानतिर चाहिँ राम्रो छ यता चाहिँ दामी बनाएको छन् भन्नु चाहिँ हामी चाहिँ गइसक्यो हामी चाहिँ आज यसो घुमघामलाई किन भनेको त्यसको रुवा छ खतरा देखिन्छ नि हामी चाहिँ एकैचोटि त्यहाँ आइसी भेट्छौँ चाहिँ बहुत काम छ क्या घाम उखुस मुखुस छ क्या चाहिँ अहिले सो गाइस हामी चाहिँ यहाँ जहाँ आएको हरिफ दामी भ्यू देखिने चाहिँ यहाँ त फेरि हरिफ तल टन्नै यहाँ हेर्नु न हाम्रो गाउँमा छ ओहो यहाँ हेर्न कस्तो दामी भ्यू देखेँ हेर्न कति छाएको कस्तो आमकुसँग हुन्छ हामी चाहिँ हिँड्दा रोद परिसक्यो गाइस हामी चाहिँ अनि सबले गरेर सपोर्ट गरिदिनु पऱ्यो हामी चाहिँ अब हामी चाहिँ मिहिनेत गर्दैछौँ सपोर्ट अनिसी भएन यहाँ यस्तो गरे युट्युबमा गएर सब्सक्राइब हानिदिनु अनि सपोर्ट हानिदिनु होला अनि छोटो मिठो कमेन्ट हानिदिनु होला अनि सब्सक्राइब गरिदिनु भएकालाई धन्यवाद छ अनि मेरा भ्युवर्स हुनुहुन्छ भने मेरो फ्यामिली बन्न सक्नुहुन्छ सबले गएर सब्सक्राइब गरिदिनुहोस् अनि फ्यामिली बनिदिनुहोस् अनि चाहिँ हामी त्यो सयको नजिक नै छौँ सब भ्युवर्स हुनुहुन्छ भने फ्यामिली बनिदिनु होला कृपया हामी चाहिँ घर भेट्छौँ त्यहाँ मौसम खतरनाक छ अब चाहिँ हामी माथि जानुपर्ने हुन्छ हामी चाहिँ एकैचोटि उयो गर्छौँ सो गाइस हामी चाहिँ सजिलो आइसक्यो त्यही चाहिँ सासोबाट या अन्त आउँदै कस्तो हामी चिजा आएको छ यो हामी चाहिँ सासोबाट बोल्न लाग्यो अन्त यहाँको त कसले हेर्नु यहाँको भिडियो सबले हुन्छ त्यही कता हुन्छ जान्छ हामी सो गाइस हामी चाहिँ माथि आइसक्यो त्यहाँ ढाँडाको टोली कस्तो मौसम छ फेरि र चाहिँ हिँड्दा छ मस्तो लसाङ यता छैन हामी चाहिँ माथि जाने भनेको राम्रो हुनु अनि हामी चाहिँ माथि जानुपर्ने हुन्छ खतै भइरहेको हे मौसम कस्तो बिजोग छ क्या चाहिँ हामी चाहिँ माथि जाने भनेको हालत खराब हुन ला हाम्रो त किन हेर्दै पाइकामा पनि लड्छ झन्डै घाँटी भयो यस्तो
म त कस्तो मजा आएको थियो क्या आँखा साइँ गएको क्या हामी चाहिँ अब ऊ त माथि जाने तर यहाँ चाहिँ 1 घन्टा लाग्छ 1 बजिसकेको छ हामी चाहिँ यहाँ खतरनाक देखिन्छ नि भ्यू चाहिँ अलि छ क्या पानी तर्किनु पनि सक्छ बबाल छ नि मौसम चाहिँ होइन मौसम चिसो छ हामी चाहिँ यता हिँडेको कति 6-7 महिना पछि आएको हामी चाहिँ यसो घुम्दिन आएको यस्तो घर बस्दा वाक्क भएर हामी चाहिँ यता हिँडेको कोही छैन आयो लाग्यो मलाई के आयो डन चाहिँ माथि पुग्नु हुन्छ यता बोल्नै सकिन्न अनि चाहिँ यता लाजु कुकुर तिहार लाजु यता कुकुर तिहार लाँदै यता ए माछ पछि लाग्छ अनि चाहिँ एकैचोटि उयो गरेर भेट्छ यहाँ चाहिँ बस सधैँ म गेट चाहिँ हरिफ ठुलो दामी हो त यस्तो दामी गेट छ त मैले बनाएको हिजोको गेट हो त पानी आउँछ क्या यता हामी माथि जानुपर्ने हुन्छ ऊ हिँडेर छ नि बाटोमा त्यही जानुपर्ने हुन्छ यस्तै नास्ताको जुगाड पनि यार हुन्छ हुनुपर्छ मस्त तरिकाले उता घाम लाग्यो यता यतै लाग्यो कति फरक छ कि हामी त हिँड्दै हिँड्दै 10 वर्षको एकैचोटि उयो गरेर भेट्छ बाटोमा चाहिँ यहाँ भलक बनाउन सकिन्न भेट्नु चाहिँ यस्तो दामी भ्यू छ नि यता चाहिँ हामी चाहिँ यहाँ कस्तो दामी सर त्यहाँ राखेर जाने कि राखेर आयो नि अलिक दामी हो त मौसम हरिक छ क्या गाई के अरे पानी आयो त त्यहाँ त चिप्लो छ त हामी चाहिँ अब माथि जाँदैछौँ यता चाहिँ घुम्दैछ मौसम फेरि बब्बा छ कि यता हामी चाहिँ यता उ गर्ने जानुपर्ने हुन्छ त्यसले हिँड्न सकिन्न कि पछि आउँदैछ त्यहाँ खतरनाक हुन्छ माथि गएर बब्बाल खिच्नुपर्ने हुन्छ चाहिँ सासै बढेर भइरहनु के हिजो के जो हामी चाहिँ अझै सब्सक्राइब गरेर राख्नु डेली भलक आइरहेको छ च्यानलमा गएर चेकआउट गरिदिनु होला आजको हामी चाहिँ अब त खतरनाक भलक आउँछ सब्सक्राइब गरेर हामी त गाउँतिर आइसक्यो तर लास्टै ऊ चाहिँ मा पानी पर्दा यस्तो छ क्या जान्छ नि भयो अनि चाहिँ अब आइसक्यो लास्ट ठोके लाग्यो हो म किन पसिनै हामी चाहिँ उहाँ जानुपर्ने हुन्छ उहाँ जाने अब जान्छ यहाँ आइसकेको छ क्या मन छ यिकेर मस्त चाहिँ मस्त फिल्डमा आयो क्या बिन्दास हावा लागिरहेको छ यता यस्तो हामी चाहिँ त्यहाँबाट जानुपर्ने हुन्छ अनि चाहिँ खतरा आइसक्रिम बनाएको बोर्ड पनि बनाएको छ कालो मौसम पनि कालो छ हामी चाहिँ यता हिँडेको छ्याङ घुम्न उत्तरपट्टि ट्याक्टरपट्टि पार्टी हानिदिने क्या आज सिधै भन्नु पर्दाखेरि पहिला भ्यूटाबाट जानुपर्ने हुन्छ कस्तो छ यार जानु फेरि कोपिया लाँदै होला हामी चाहिँ भ्यूटाबाट खतरनाक भिडियो बनाइदिन्छु है सिनेमेटिक सर्ट हो कि के भन्छ हामी चाहिँ गरेर भेट्छ हामी चाहिँ यता गर्न लाग्छ ट्याक्टर छ नि
साला कस्ता हुन्छ अब चाहिँ ठ्याक्क नयाँ बनाएको छु बवाल छैन हुन्छ अब घर जानुपर्ने हुन्छ यस्तो मौसम छ नि बवाल छ कि मौसम चाहिँ यता चाहिँ अब उता टाढा जानु पर्यो के तर लास्टै झ्याउ लाग्यो त्यो टाढा अब म चाहिँ सब देखाउँछु उतो टाढा पनि जान्छु अब खेला पढ्यो नि तपाईँ पनि त्यो टाइम छ नि गएर हामी त कहाँ जानु पर्यो नि त त्यो गइन्छ कहाँको उही यहाँ गइन्छ हामी चाहिँ पर्दैन जानु पर्ने हुन्छ बाटो चाहिँ बहुत अप्ठ्यारो छ पनि छ अब हामी चाहिँ माथि जानु पर्ने हुन्छ यहाँ चाहिँ छ नि बोर्डपुर अनि चाहिँ हामी माथि जानुपर्ने हुन्छ चाहिँ नयाँ ठाउँमा माथितिर यहाँ टाढा जान्छु म फेरि टाढा गएर भेट्छु यहाँ हामी चाहिँ भट्टा आएको यो चाहिँ लाग्दैन जानु चाहिँ त्यही माथि जानुपर्ने हुन्छ एकचोटि माथि गएर आइदिउँ आएको बेला कहिले पनि थाहा छैन हामी चाहिँ टाढा जानु पर्ने हुन्छ त बाटो गएर कस्तो छ कस्तो हुन्छ बाटो यहाँ हुन्छ नि होइन क्या यहाँ हामी चाहिँ अब माथि गएर टाढा गएर भ्यू देखाउँछ खतरनाक जान्छ कि बाटो चाहिँ कथेर अहिले पानी ढल्किनु भेट लाग्दैन यहाँ गाह्रो छ चाहिँ आज मान्छे चाहिँ कोही थिएन सुनसान छ कि आइज माछा वहाँ पनि यति हिँड्दा पनि अलिक फुलिन्छ बोल्ने छैन गाइस त्यही हो खतरनाक देखिन्छ होइन पानी हाल्नु यत्रो खोलिसक्यो लास्टबाट भइरहन् लाग्छ यहाँ जान्छ टावर सानो माथि जानुपर्ने हुन्छ ओइ मा कस्तो छ नि खतरनाक ठुलो छ कि मार्को छ अलिक बनाउँछ चाहिँ गाउँ छ यस्तो राम्रो त देखिने यार माट आएको त्यो माट आउँदाखेरि सास फुल्यो अन्त पनि आइयो कस्तो जङ्गल छ हावा खाँदै बस्नुपर्ने हुन्छ त्यही हो हामी चाहिँ हरिफ हावा लाग्ने ल गर्दै हामी चाहिँ यता मलाई खतरनाक देखिन्छ म खतरनाक भिडियो देखाउँछु बनाउँछु यहाँ खतरनाक मौसम कस्तो
कोही देखि छैन यहाँ त अहिले त छ यार कस्तो जङ्गल छ हामी चाहिँ अब पर भेट्दा नि खासै राम्रो मौसम रहेन खतरनाक छ क्या मौसम पनि मस्त सहर बोकेको हातमा घर छ यहाँ भनेको 3टा घर छन् 3टा घर मात्रै छन् अरू छँदै छैन यहाँ चाहिँ पुरा मन्दिर छ अरू जङ्गल छ पुरा हामी चाहिँ अब एकैचोटि तल गएर भेटिन्छ अनि चाहिँ हामी चाहिँ 1-2टा फोटोसोटो खिचिन्छ अनि जान्छ अब गाडी अगाडि गाइस घर आएर हामी चाहिँ लुगासुगा फेरेर यस्तैमा छौँ अब चाहिँ आजको लागि यति अनि छोटो मिठो कमेन्ट हानिदिनु होला आजको लागि हाम्रो भिडियो चाहिँ यति हुन्छ भोलि चाहिँ हाम्रोबाट डेली भ्लग आउँछ सबले गरेर चेकआउट हानिदिनुहोस् अनि सब्सक्राइब हानिदिनुहोस् आजको लागि बाई